आजको भिडियोमा म इन्टरनेटमा भाइरल भएका केही ट्रिक्सहरू म रियल लाइफमा ट्राई गर्नेवाला छु। अनि यो भिडियोमा एउटा यस्तो खतरनाक ट्रिक छ जसलाई देख्दाखेरि त म त सक भएँ। तर त्यो ट्रिक हेर्नु भन्दा पहिला हामी आफ्नो फर्स्ट ट्रिकतिर जाऊँ। ल यो ट्रिकमा चाहिँ गाइस हैन पेन लाग्यो यस्तो यस्तो गरे भने यस्तो घुमायो भने ओ माय गॉड के हो पेनको ढक्कन चाहिँ आफै बन्द भएको छ गाइस हैन। लेट्स ट्राई गाइस म पनि ट्राई गर्छु ट्रिक वर्क गर्छ कि गर्दैन है। गाइस मसँग पेन पनि आइसक्यो। अब पाली ट्रिकको अप्लाई गर्ने पहिला सुरु चाहिँ यस्तो यस्तो गर्ने कपडामा यस्तो यस्तो रगड्ने हैन घुमाउने हैन। त्यसपछि बिटकोलाई यस्तो 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 गर्ने अनि हाय भएन त ल फेरि गर्छु ल। ये लड़का बहुत ही मेहनत कर रहा है, प्लीज इस वीडियो को वायरल कर दो। ए भएन त हजुर भएन के फेक ट्रिकहरू नगरौँ त यार भएन गाइस। यो ट्रिक चाहिँ गाइस क्याप्चर हाम्रो होइन फेक रहेछ यो ट्रिक। ल गाइस हाम्रो अर्को ट्रिकको लागि चाहिँ होइन गाइस हामीले चाहिँ के गरिहाल्छ भने सुरुमा एक गिलास पानी लियो अनि त्यहाँनिर एउटा प्याज हाल्यो अनि त्यसपछि कोलगेट हाल्यो स्याम्पू हाल्यो अनि निम्बु पानी हाल्यो घुमायो त गाइस आगो निक्लिएर गाइस त्यसमा होइन के यो ट्रिक होइन वर्क गर्छ कि गर्दैन हेरौँ गाइस। ओके गाइस हामीसँग सबै सामग्रीहरू आइसक्यो होइन। अब पाली गाइस ट्रिकको ट्राई गर्ने होइन। सबैभन्दा पहिला गाइस पानीमा यो प्याज हालौँ होइन अनि त्यसपछि कोलगेट हल्का जति भयो अनि त्यसपछि स्याम्पू अनि त्यसपछि यो कागती लेमन ल। अब मिक्स गऱ्यो भने चाहिँ आगो बल्छ अरे त्यो भिडियोमा त्यस्तै देखा। अब यहाँ हुन्छ कि हुँदैन गाइस हेरौँ। खै त बले आगो गाइस बलेन यार बेकार। यो कोलगेट मात्रै सकाउनको लागि यार कोलगेट र स्याम्पू मात्रै सकिन्छ यार यस्तो ट्रिकहरू गऱ्यो भने बलेन गाइस। यो ट्रिक पनि गाइस हाम्रो वर्क गरेन गाइस। यो ट्रिक पनि हाम्रो फेक हो। अब म यो पानी त के गर्ने गाइस यो पानी के म खाने हो र गाइस म खान्छु यो पानी। यो ट्रिक चाहिँ गाइस क्रेजी हुनेवाला छ होइन। यसमा चाहिँ गाइस होइन निम्बुमाथि नुन राख्यो भने त्यसरी कागजमा हाल्यो भने आगो बल्छ अरे गाइस। लेट्स सी गाइस म पनि ट्राई गरौँ गाइस हुन्छ कि हुँदैन। अनि यो ट्रिक चाहिँ मलाई हल्का रिस्की लाग्यो होइन त्यसैले मैले घर बाहिर ट्राई गर्नेवाला छु। ओके त गाइस यहाँनिर कागज छ होइन। अब ट्राई हाल्नु गाइस यो यसको झोलले गाइस यहाँनिर आइसक्यो। ओके त गाइस फाइनल गाइस हाम्रो आगो बल्न सुरु भइसक्यो हेर्नु सक्नुहुन्छ गाइस सबै धुवा निक्लिसक्यो होइन। मतलब गाइस यो ट्रिक चाहिँ गाइस हाम्रो वर्क गरिरहेछ गाइस हेर्नु सक्नुहुन्छ गाइस पुरै आगो निक्लिसक्यो गाइस। ओ माई गड गाइस जलिसक्यो गाइस हेर्नु यो ट्रिक हाम्रो वर्क गरिरहेछ गाइस फाइनली। तर यो ट्रिक त केही पनि थिएन त्यो खतरनाक ट्रिकको अगाडि। मैले तपाईँहरूलाई सुरुमै भनेको थिएँ नि एउटा खतरनाक ट्रिक छ जसले गर्दा म सक भएको भनेर। गाइस यो ट्रिकमा चाहिँ होइन हामीले होइन एउटा गिलासमाथि कोक र अन्डा राख्यो भने होइन अनि 5 घन्टाको लागि छोडिदियो भने अन्डा यस्तरी होइन यो ट्रान्जेक्सन जस्तो बन्छ अरे होइन गाइस। लेट्स गाइस हामी पनि ट्राई गऱ्यौँ भने के ट्रिक वर्क गर्छ कि गर्दैन। कोक हालौँ गाइस। यो ट्रिक के काम गर्छ त गाइस हेर्दा त गाइस खतरा लागिरहेको होइन। ट्रिक काम गऱ्यो भने चाहिँ गाइस खतरै हुन्छ होइन। हालिसक्यो गाइस पुरै अब अन्डा पनि हाल्छ गाइस यो कोकभित्र अनि यो ट्रान्जेक्सन हुन्छ कि हुँदैन गाइस होइन पुरै जेली जस्तो भएको थियो क्या त्यो। ओके गाइस अन्डा पनि गइसक्यो गाइस हाम्रो होइन। अब यसलाई चाहिँ गाइस होइन 5 घन्टा जति गाइस यसलाई छोडिदिनु पर्छ अरे होइन। त्यसपछि हुन्छ अरे त्यस्तो ट्रिकहरू होइन। ल गाइस यसलाई छोडिदिउँ 5 घन्टासम्म। त्योभन्दा पहिला गाइस हामी अर्को ट्रिकबाट जाउँ गाइस। ओके गाइस हाम्रो अर्को ट्रिक छ गाइस होइन। अर्को ट्रिकमा चाहिँ गाइस पानी मिसाउने एउटा होइन अनि त्यसमा बेसन मिसाएर घोल्ने अनि सराब मिसाएर हाल्ने भने गाइस हाम्रो होइन फेक ब्लड बन्छ अरे गाइस होइन। जुन चाहिँ गाइस फेक ब्लड चाहिँ गाइस हेर्नु सक्नुहुन्छ रियल जस्तो खान्छ गाइस होइन। फेक ब्लड टाइपको बन्छ अरे गाइस खतरा होइन यहाँनिर। लेट्स गेट ट्राई हाल्नु गाइस हामी पनि। यसको लागि गाइस हामीले सामग्रीहरू ल्याइसक्यो गाइस होइन। हेर्न सक्नुहुन्छ गाइस मैले यहाँनिर सराब पनि ल्याइसकेँ अनि बेसार पनि ल्याइसकेँ गाइस। अब पालि गाइस ट्रिकको अप्लाई गर्ने यसरी दबाउँ गाइस। त्यसपछि गाइस बेसार पानीमा ओ हेर्न सक्नुहुन्छ गाइस मतलब ब्लड जस्तो देखियो गाइस होइन। तर यो ट्रिक चाहिँ गाइस होइन अप्लाई हुँदा रहेछ गाइस होइन। फेक ब्लड बनाउनको लागि गाइस मुभीहरूमा चाहिँ गाइस त्यो फेक ब्लड हुन्छ नि गाइस हो सिन बनाउनको लागि गाइस यस्तै गरेको छ नि गाइस। हेर्न सक्नुहुन्छ पुरै फेक ब्लड बन्यो नि गाइस पुरै रातै बन्यो गाइस हेर्नु त गाइस पुरै रातै बन्यो नि त गाइस। मुभीहरूमा चाहिँ गाइस यस्तो सिनको लागि गाइस यो ट्रिकहरू अप्लाई गर्दा रहेछ गाइस होइन। यो ट्रिक चाहिँ गाइस हाम्रो कन्फर्म छ गाइस रियल रहेछ। ओके गाइस अर्को ट्रिकको लागि चाहिँ होइन यो टमाटर 2टा टमाटर लिनुपर्छ अरे अनि एउटा यो कोइन लिनुपर्छ होइन।
$. त्यसपछि यसलाई यसरी घुसाउनुपर्छ रे गाइज होइन गाइज यसरी घुसाउनु पऱ्यो यसलाई आइज होइन अनि त्यसपछि एउटा चादर लिने रे अनि चादरमा यसरी हाल्ने रे होइन गाइज अनि चार्ज गऱ्यो भने चार्ज हुन्छ रे गाइज होइन हुन्छ रे गाइज यस्तै ट्रिक देखाएको थिएँ गाइज होइन लेट्स सी गाइज म पनि ट्राई गरौँ गाइज मैले पुरै सेटअप गरिसकेँ होइन अब पालि गाइज चार्ज घुसार्ने ओ माई गड गाइज के हो चार्ज भयो त गाइज फाइनली गाइज मैले यो ट्रिक चाहिँ गाइज वर्क गर्दा गाइज तपाईँहरू पनि ट्राई गर्नुहुन्थ्यो तर नगर्नु गाइज होइन यी के को चार्ज गर्ने गाइज फोटो यही फोटो मलाई पहिल्यै लागिरहेको चाहिँ ट्रिक वर्क गर्दैन भनेर गाइज इन्डियनहरूको ट्रिकमा गाइज पुरै ध्यानै नदिनु कि गाइज फेक मात्रै हुन्छ गाइज बेकार होइन 2टा टमाटर नाश भयो भने त बेकार हालत देखाउँछु गाइज हेर्नु सक्नुहुन्छ गाइज यस्तो खालको हालत हेर्नुहुन्छ टमाटर पुरै पिच्केर गाइज यो 2 GB को कोइन हाल्दाखेरि भित्र हेर्न सक्नुहुन्छ नि गाइज ओके त गाइज हाम्रो अर्को ट्रिकको लागि चाहिँ होइन यहाँ थाल राखेर अनि त्यसमा 1 कटोरा चिनी होइन अनि त्यसपछि एउटा स्याम्पू हालेर अनि पानीले गाइज त्यसलाई मिक्स गरेर होइन अनि त्यसपछि बोतलमा यो फुलिङ गरेर चाहिँ अनि गाइज हाम्रो ओ माई गड स्नोवाला होइन धुवावाला बबल्स भन्छ अरे कि तपाईँहरूले नर्मल बबल्स त देख्यो होला होइन जुन फुट्दाखेरि के हुँदैन होइन यस्तो ट्रिक गऱ्यो भने चाहिँ होइन बबल्स फुट्दाखेरि धुवा निक्लिन्छ अरे गाइज होइन लेट्स गाइज हामी पनि ट्राई गरौँ होइन ट्रिक केही वर्क गर्छ गर्दैन गाइज ल गाइज सुरुमा चाहिँ गाइज होइन 1 कटोरा चिनी हाल्ने होइन चिनी हालिसक्यो गाइज अनि त्यसपछि गाइज यो स्याम्पू गाइज सनस्क्रिन आज त गाइजलाई धेरै स्याम्पू खर्च गरिसक्यो यार 10 रुपियाँको स्याम्पू खर्च गरिसकेलाई मम्मीले लुट्टो हान्ने भयो यार आज मलाई ट्रिक पनि यार वर्क गरेँ होइन सब फेक निक्लिरहेको होइन के गर्नु गाइज गाह्रो यो ट्रिक चाहिँ गाइज रियल जस्तो त लागिरहेको मलाई होइन हुन्छ जस्तो भित्रैबाट फिल त भयो होइन तर पक्का खाएन कि यो ट्रिक साँच्चै वर्क गर्छ कि गर्दैन भनेर होइन सक्नुहुन्छ गाइज चिनी र स्याम्पू मिसेको गाइज यस्तो देख्यो होइन अनि त्यसपछि यहाँनिर स्याम्पूले पानी हाल्नु पर्ने हुन्छ यसरी मिक्स गर्नु पर्ने हुन्छ मिक्स धुवावाला बबल बन्छ अरे क्या नर्मलवाला बबल्स होइन तपाईँहरूले धेरै देखेँ होला होइन तर धुवावाला बबल्स चाहिँ गाइज मैले पनि देखेँ होइन गाइज त्यही ट्राई गर्नको लागि गाइज मैले पनि यस्तो गरेको हो गाइज हाम्रो बबल्स फुलाउनुको लागि गाइज मैले यहाँनिर जुगाड पनि बनाइसकेँ एउटा होइन ओके गाइज त्यसपछि यसलाई यहाँनिर यस्तो गर्ने धुवावाला बबल्स हुन्छ कि बनाउनु गाइज हेरौँ त्यसपछि यसलाई बबल्स त बन्यो होइन गाइज तर धुवाबाट चाहिँ गाइज अलिक बनेन जस्तो लाग्यो मलाई बबल्स त बनाउँदा बन्यो भने चाहिँ खै त धुवै निक्लिएन गाइज बबल्स त बने चाहिँ थाहा होइन तर धुवा चाहिँ निक्लिएन क्या यार हेर्न सक्नुहुन्छ गाइज बबल्स त बन्यो तर गाइज धुवा चाहिँ निक्लिएन गाइज मतलब यो ट्रिक पनि गाइज हाम्रो फेक रहेछ धुवै निक्लिएन गाइज फेक ट्रिक गाइज फेक ट्रिक ल गाइज हाम्रो अर्को ट्रिकमा चाहिँ होइन 1 गिलास पानी लिने होइन अनि त्यहाँनिर थोरै नुन हाल्ने रे होइन अनि त्यसपछि 2टा ब्याट्री हाल्ने पानीभित्र अनि कागती हाल्ने त्यसपछि अनि त्यसपछि एउटा बल्ब लिएर गऱ्यो भने बल्ब बल्छ अरे गाइज होइन लेट्स सी गाइज हाम्रो पनि ट्राई गरौँ गाइज कि हाम्रो नि बल्ब बल्छ कि बल्दैन गाइज पहिला मैले नुन हालेँ गाइज हल्का होइन अनि त्यसपछि 2टा यो ब्याट्री हाल्यो गाइज पानी पुरै लिक भइसक्यो गाइज अब हाम्रो बल्ब बल्छ अरे गाइज होइन यसले होइन त्यसपछि कागती हाल्यो गाइज भने ट्रिक त गाइज त्यस्तो देखाइरहेको थियो गाइज लेट्स गाइज ट्राई हाल्नु गाइज बल्छ कि बल्दैन गाइज खै बल्यो त्यतिकै गाइज ट्रिक आएर फेक ट्रिक हुँदा चाहिँ गाइज यस्तो ट्रिकहरू गाइज विश्वास नगर्नु होला गाइज मैले त गाइज गरिसकेँ होइन अब तपाईँहरू नगर्नु होला गाइज मैले चाहिँ भिडियो किन बना भन्ने होइन गाइज अब यस्तो ट्रिकहरू मार्केटमा धेरै गर्छन् नि यस्तो ट्रिकहरू गाइज तपाईँहरूले विश्वास नगर्नु होला गाइज होइन फेक हुँदा चाहिँ बलेन गाइज बेकार तपाईँको टाइम मात्रै वेस्ट हुन्छ गाइज होइन छैन भने 99% ट्रिक चाहिँ फेकै हुँदो रहेछ कि स्पेसली यो इन्डियनहरूले बनाउँछ भिडियो पुरै फेकै हो कि यो इन्डियनहरूले बनाउँछ गाइज धोतीहरू हावा बनाइन्छ भिडियो पनि फेक हो गाइज यो ल अब पालि गाइज त्यो खतरनाक ट्रिकको जुन ट्रिक गाइज तपाईँले भिडियोको सुरुदेखि नै वेट गरिरहनु भएको थियो यहाँनिर गाइज एउटा केटाले होइन यहाँनिर बोतलमा सेन हालेको होइन अनि त्यसपछि बोतलमा सेन हालेपछि गाइज त्यसले त्यहाँ आगो लगाइदियो होइन
ओ माई गड आगो लागेपछि गाइस यस्तो ट्रिक हुँदो रहेछ के यो रियलमा हुन्छ गाइस ट्राई गरौँ गाइस ट्राई गर्नुपर्छ गाइस एकचोटि यो ल गाइस हामीसँग बोतल र लाइटर पनि आइसक्यो होइन तर यसको लागि गाइस पर्फ्युम चाहिन्छ सेन्ट चाहिन्छ होइन तर पर्फ्युम छैन हामीसँग अब किन जानुपर्ने हुन्छ गाइस एउटा पर्फ्युम किन्नु पऱ्यो कि कुन चाहिँ पर्फ्युम राम्रो होला त टेस्ट हानेर ल गाइस हामीसँग फाइनली गाइस पर्फ्युम पनि आइसक्यो गाइस अब ट्राई गरौँ गाइस यो के ट्रिक म्याजिक ट्रिक होइन रियलमा वर्क गर्छ कि गर्दैन होइन ल गाइस ओहो गाइस दामी गाइस मतलब गाइस यो ट्रिक चाहिँ गाइस हुँदा रहेछ होइन मतलब यो ट्रिक गाइस हाम्रो सही छ गाइस हामीले अहिले फेरि गर्न लागेको छ गाइस ओ माई गड गाइस यो चाहिँ गाइस होइन ट्रिक चाहिँ गाइस हाम्रो यो वर्क गरिसक्यो गाइस होइन दामी ट्रिक रहेछ गाइस तर यो ट्रिक वर्क गर्दा गाइस पर्फ्युमको चाहिँ गाइस सत्यानाश हुन्छ होइन ओके त गाइस हाम्रो यो अन्डालाई कोकमा हालेको 5 घन्टा पनि भइसक्यो होइन अब पालि गाइस यो अन्डा हाम्रो यो अन्डाको कलर चेन्ज भयो कि भएन गाइस हेर्नुको लागि गाइस कोकभित्र अन्डा हालिदिने गाइस यो अब यसको कलर चेन्ज भयो कि भएन हेर्न सक्नुहुन्छ गाइस यो अन्डा होइन अघि जस्तो हालेको थियो अहिले पनि त्यस्तै छ होइन यो कलर हाम्रो चेन्ज भएन कि होइन मतलब यो ट्रिक चाहिँ हाम्रो फेक रहेछ होइन अघि जस्तो हालेको थियो त्यस्तै भएर होइन अब यो अन्डा म पकाएर खान्छु गाइस होइन वेस्ट गर्दिनँ होइन ल गाइस आजको भिडियो यति नै थियो गाइस होइन तपाईँलाई भिडियो मन पऱ्यो गाइस लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अनि गाइस मलाई कमेन्ट बक्समा पनि भन्नु होला गाइस अझै म कस्तो होइन युनिक भिडियोहरू बनाउने गाइस तपाईँहरूले मलाई च्यालेन्ज पनि दिन सक्नुहुन्छ गाइस कमेन्ट बक्समा